सबैजनालाई नमस्कार। यो मेरो पहिलो युट्युब भिडियो हो। आइ एम नट फेमस। मेरो 0 लाइक छ, मेरो 0 सब्सक्राइबर छ। यो मेरो एउटा सानो कोसिस हो टु सेयर माई जर्नी विथ यु गाइज। म रिसेन्टली दुबई मल गएको थिएँ। म लाइब्रेरीभित्र छिर्दाखेरि मैले यति ब्युटिफुल बुक कलेक्सन्सहरू भेटेँ। अब सबै बुकलाई त मैले क्याप्चर गर्न सकिनँ, बट केही मोमेन्टलाई मैले हिँड्दा क्याप्चर गर्ने कोसिस गरेको छु। यदि तपाईँहरू कोही बुकमा रुचि राख्नुहुन्छ या कोही हुनुहुन्छ जसलाई कहाँबाट जर्नी स्टार्ट गर्ने भन्ने थाहा छैन भने तपाईँले यो भिडियो हेर्न सक्नुहुन्छ एन्ड यु विल गेट द आइडिया। एकदमै मलाई मनपर्ने बुक 48 Laws of Power, स्टिफन कोभीले यो लेखेको बुक जुन छ 7 Habits of Highly Effective People, होइन, यो एकदमै पावरफुल बुक हो। देयर यु गो, द आर्ट अफ डिल। यो जुन बुक छ ट्रम्पले लेखेको, कतिजनालाई मनपर्छ यो मान्छे, कतिजनालाई मन पर्दैन, तर यो बुक पनि राम्रो छ। 0 to 1 त्यो पनि एकदमै राम्रो बुक हो। र यो बुक जुन छ यो प्रिन्सिपल रे डालियोले लेखेको बुक हो। बुक पनि एकदमै पावरफुल बुक हो। यसले चाहिँ जुनै कुरालाई पनि अलिकति डिटेलमा गएर एक्सप्लेन गर्ने उसको बानी छ। लाइक रुट कज भनौँ न, हामी जुन तरिकाबाट रुट कजको कुराकानी गर्छौँ। सो एनदर फेमस बुक द चेन्जिङ वर्ल्ड अर्डर, यसको अडियो पनि छ। यसले अडियो भन्दाखेरि पनि युट्युबमा तपाईँले सर्च गर्न सक्नुहुन्छ। उसले ओपनली नै एक्सप्लेन गरेको छ सिम्पल वेमा, द अर्डर अफ चेन्जिङ वर्ल्ड। यस, ब्लू ओसियन स्ट्राटेजी यो अर्को बुक हो जुन मलाई एकदमै मनपर्छ। 80-20 प्रिन्सिपल, ओके, यो पनि एउटा एकदमै राम्रो बुक हो 80-20 प्रिन्सिपल। जुन चाहिँ यसको मेन कन्सेप्ट चाहिँ के हो भने तपाईँले गरेको 20% एक्सनले तपाईँको 80% रिजल्ट दिइरहेको हुन्छ भन्ने कुरा हो। थिङ्क लाइक अ बस, ओके, स्टप प्लेइङ स्मल एन्ड स्टार्ट थिङ्किङ बिग। यो बुक पनि एकदमै राम्रो एक्सप्लोर गर्ने खालको बुक मलाई लाग्छ। इगो इज द एनिमी, कमन सेन्स तर धेरै पावरफुल छ। यस बुक पढ्ने बानी गऱ्यो भने चाहिँ यसले के गर्छ भन्दा तपाईँको पर्सेप्सनलाई बेटर र इम्प्रुभ गर्नमा मद्दत गर्छ। र मेरो लागि पर्सनल्ली मलाई बुक पढ्न मन लाग्छ। तपाईँहरूलाई के लाग्छ प्लिज कमेन्ट गर्नु होला, ओके।